यो भिडियो चाहिँ हस्पिटल हुँदाखेरिको हो कि ड्राफ्टमा थियो अनि कति धेरै छ कि मेरो ड्राफ्टमा भिडियोहरू पुरै मेमोरी फुल भएर मेरो त मोबाइल पनि चल्न छोड्यो अनि त्यही भएर चाहिँ मैले सबै भिडियोहरू अब बिस्तारै ड्राफ्ट क्लियर गर्छु साथीहरू। यो चाहिँ हस्पिटलको खाना हेर्ने यस्तो यस्तो थियो के गर्ने अब नेपालमा भएको भए सुत्केरीले यो खाना हुन्न त्यो खाना हुन्न यस्तो हुन्छ उस्तो हुन्छ भनेर भन्थे। अब यहाँ चाहिँ यस्तो चाहिँ सुत्केरी हुने बित्तिकै हुन त यो भोलिपल्ट हो म बाबु बेलुका जन्मेको थियो नि त अनि त्यही भएर भोलिपल्टको खाना हो। यस्तो यस्तो हुन्छ नेपालमा भएको भए आमामामा यो खाना हुन्न र त्यो खाना हुन्न बच्चालाई यस्तो हुन्छ र उस्तो हुन्छ भन्थे। अब यहाँ त के गर्ने यस्तो छ नियमअनुसार अनि त्यही भएर नि अनि टन्नले खाइयो। सुरुमा त म त अझ कहाँको घरमा त्यो राति पनि 12-1 बजीसम्म पनि है त्यो के खाएर बस्ने नि त त्यो सुत्न गाह्रो हुन्थ्यो अनि त्यही भएर के खाएर बस्ने भएको भएर त्यो धेरै खाने कि लास्टै धेरै खाने भएको भएर अनि 50 केजीबाट 73 हो कि 75 त्यस्तै पुगेको थिएँ। त्यत्रो 22-23 केजी बढेको है। अनि डक्टरले पनि पछि त मलाई ओभर वेट भयो अब खाना कन्ट्रोल गर भनेर भन्यो अनि म त गर्दैन खाने कि जहिले पनि त्यस्तै भन्थ्यो। अनि पछि त मलाई त अझ त्यो फ्रुटहरू हुन्छ नि त्यो फ्रुटहरू पनि धेरै नखा त्यसमा धेरै गुलियो हुन्छ त्यही भएर त्यो पनि कन्ट्रोल गर भनेर भन्थ्यो। अनि डक्टरले भन्दै गर्छ म खाँदै गर्छु भनेर म त कहाँ खानै छोड्दिनँ कि अनि खानै छोडेन है। अनि वेट त खतरा थियो कि तिनीहरू मान्छेहरू तर्स्यो होला सायद मेरो म देखेर है। अनि खाना पनि फेरि अब कसैले त हस्पिटलमा आउँदाखेरि यो खाना त्यो खाना भन्यो नि त मैले त ल्याएको खाना त जम्मै हो कि सर्टसुट खाइदिन्थेँ कि अनि त्यस्तो हुन्थ्यो अनि लास्टै खाइदिएँ कि म त। अनि कस्तो गाह्रो भयो त्यति बेला म त हस्पिटलमा आउँदाखेरि त कहिले खराम्ला जस्तो भएको थियो। जस सुविधा त सुविधा थियो तर भए पनि मलाई आफू भने फर्स्ट प्रेग्नेन्सी होइन र पनि है सेकेन्ड हो र पनि मलाई फेरि किन घरमै आएदेखि छिटो आनन्दले बस्नुहुन्थ्यो जस्तो हो कि कस्तो भयो कि किनभने त्यो रातिमा चाहिँ त्यो बच्चालाई आफैले उस गर्नुपर्ने भएको भएर हुन त तिनीहरूले फेरि मलाई चाहिँ तँलाई गाह्रो बच्यो कि छैन भनेर सोध्न पनि कति सोधिरहेको थियो कि अब अरूहरूलाई त कतिजनालाई त अब त्यस्तो गरे छैन भनेर भन्थ्यो है। तर मलाई त फेरि आएर पनि सोधिरहेको थियो तँलाई गाह्रो भएछ भने हामी लएर हेरिदिन्छौँ भनेर भन्थ्यो है। अनि फेरि मलाई फेरि एकचोटि चाहिँ मैले त्यो बच्चाहरू रोइरहेको देखेबाट चाहिँ म आफैलाई पठाउनै मन नलागेको के सक्यो पनि नसके पनि म आफै हेर्छु भनेर आफैले हेरेर बसेको थिएँ। अनि रातिको 12-1 बजे पनि आएर सोधिरहेको थियो कि तँलाई गाह्रो भएछ भने हामी लएर हेरिदिन्छौँ केही हुन्न त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन भनेर भन्थ्यो कि। अनि त्यसपछि चाहिँ अनि मलाई फेरि यो घर आउनुभन्दा अघिल्लो दिनमा खाना खाएपछि चाहिँ मेरो बडी कस्तो एलर्जी भएको थियो कि अनि त्यस्तो एलर्जी हुँदाखेरि अरू दिनमा त देखेको थिएँ नि त्यो दिनमा फेरि एउटा नर्स आएको थियो कि यस्तो कमेडी के आफूलाई हाँस्न भएन है के भनेर हँसाउने कि मलाई त यस्तो है उस्तो है भनेर पुरा कस्तो हँसाउने। अनि त्यति बेला चाहिँ अनि बडीमा त्यस्तो भएको थियो अनि के भएको कस्तो भएको भनेर के भन्थ्यो। अनि अब पुरै त मलाई भाषा एकदम राम्रोसँग हुँदै आउन नि त भाषै नआउने। अनि त्यसपछि अनि मैले बुढालाई फोन गरेको अनि बुढालाई फोन गर्दाखेरि बुढासँग पनि अझ फोनमा बोलेर के भनिरहेको थियो कि यस्तो भयो उस्तो भयो भनेर अनि औषधहरू पनि ल्याएर अनि लगाइदिने त्यस्तो गरेको थियो कि त्यस हस्पिटलमा पनि राम्रो भएको थियो। यो चाहिँ हस्पिटलको भिडियो।